लिडर लिडर भनेको त्यो व्यक्ति हो जसले समूह, संस्था, टिम वा समाजलाई एउटै उद्देश्यतिर लैजान सक्षम हुन्छ। लिडरले अरूलाई प्रेरणा दिन्छ, सही दिशा देखाउँछ, निर्णय लिन्छ र कठिन अवस्थामा समाधान खोजेर अगाडि बढ्न मद्दत गर्छ। लिडर त्यो हो जसले निष्ठा र इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्छ। खेलहरूमा पनि लिडरसिपको निकै नै आवश्यकता पर्छ। झन् क्रिकेट खेलमा त लिडरसिपको भूमिका निकै धेरै रहन्छ। त्यस्तै नेपाल टिममा त्यो भूमिका रोहित पौडेलले निर्वाह गरिरहेका छन्। एक दिवसीय मान्यता सङ्कटमा परेको थियो। मान्यता जोगाउन पनि बाँकी खेलमध्ये सबै जस्तो जित्नुपर्ने चुनौती। नेपाल क्रिकेट टिम क्रिकेट वर्ल्ड कप लिग 2 टेबलको अन्तिममा थियो। टिमको प्रदर्शन लगातार खस्किरहेको थियो र मान्यता जोगाउन असम्भव जस्तै देखिन्थ्यो। 11 नोभेम्बर 2022 यो दिन नयाँ अध्यायको सुरुवात गर्ने दवारले क्यान रोहित पौडेललाई नेपाल क्रिकेट टिमको कप्तानको रूपमा अघि बढाउने निर्णय गर्छ र टिमको घोषणा गर्छ, जसमा रोहित कप्तानको भूमिकामा देखिन्छन्। केही समयपछि क्यानले मोन्टी देसाईलाई पनि नेपालको मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्छ। रोहितको यस जर्नीमा मोन्टी देसाईको पनि राम्रो साथ मिलेको थियो। अब रोहित र टिमको अघि चुनौती धेरै थिए र कठिन पनि धेरै थिए। सोच बदल्नु थियो, आत्मविश्वास बढाउन पर्ने थियो, थप ऊर्जाको आवश्यकता थियो। त्यसपछि रोहित र टिम आत्मविश्वासका साथ सकारात्मक ढङ्गले चुनौतीको सामना गरे। अब रोहित र टिमको अघि एक दिवसीय मान्यता जोगाउनु पहिलो चुनौती थियो, जुन चुनौती सजिलो पक्कै पनि थिएन। तर नेपालले अविश्वसनीय तरिकाले 12 मध्ये 11 खेलमा विजय प्राप्ति गरी CWC लिग 2 को टप 3 मा पुगेर एक दिवसीय मान्यता जोगाउन सक्षम रह्यो। त्यस दौरान नेपाल टिम देख्दा हार्छ कि भन्ने नै लाग्न छोड्यो। समर्थन फेरि उत्साहित भए र टिमलाई समर्थन गर्न थाले। यो नेपाल क्रिकेट इतिहासको टर्निङ पोइन्ट थियो। त्यसपछि नेपाल क्रिकेट टिमले धेरै नै राम्रो प्रदर्शन गर्न थाल्यो। ACC प्रिमियर कपमा विजेता भई एसिया कपमा इन्डिया पाकिस्तान जस्ता बलियो राष्ट्रसँग खेल खेल्ने मौका पायो। इन्डिया र पाकिस्तानसँग खेल्नु उनी सपना जस्तै कुरा हकीकत भइरहेको जस्तो देखिन्थ्यो र इन्डियासँग त राम्रो प्रदर्शन गरी प्रशंसा पनि बटुलेको थियो। यो सिलसिला यतिकै रोकिएन। नेपाल फेरि 10 वर्षपछि T20 वर्ल्ड कपमा छनौट भयो। यो क्षण सबै नेपाली क्रिकेट प्रेमीहरूमा निकै भावुक बनाउने पल थियो। अनि वर्ल्ड कपमा भाग लिई त्यो प्रदर्शन गर्व गर्ने जस्तै। फेरि लगातार एकपछि अर्को T20 वर्ल्ड कपमा छनौट। पछिल्लो केही वर्ष नेपाल क्रिकेटले विश्वको ढोका बलियोसँग ढकढका रहेको छ। वेस्ट इन्डिज जस्तो टेस्ट राष्ट्रलाई T20 सिरिजमा 2-1 ले हराउँदै नयाँ इतिहास रचेको सम्झना ताजै छ। कहिलेकाहीँ हामी समर्थक आफैलाई प्रश्न गर्छौँ, यो सपना त होइन? तर रोहितले कप्तानी सम्हालेपछि यो सपना लाग्ने पल बिस्तारै एक एक गरी पुरा हुँदै गयो। यो कुनै एक खेलाडीले मात्र गरेर सम्भव भएको होइन। हरेक भूमिकामा हरेक खेलाडीले आफ्नो योगदान दिएका छन्। यो यात्रा अझै सकिएको छैन, तर नेपाल क्रिकेटको इतिहासमा रोहित पौडेलको यो कप्तानीमा कायापलट भएको सधैँ देखिनेछ।